मैले आफूलाई पढे मनको हजारौं पानामा, जहाँ प्रत्येक अक्षर रगतले नै लेखिएको थियो। म हरेक पटक बाँच्न मुस्कुराए, तर बाँचिरहनु सबैभन्दा गाह्रो युद्ध रहेछ, जसमा शत्रु म आफै थिएँ। दुःख लुकाए रात जस्तै मौन भएर, किनकि चिच्याउँदा कराउँदा रमिता हेर्दै मुस्कुराउने जमात भेटेको छु मैले। आशा मर्नु अघि म 1000 पटक मरेपछि एक दिन जल्छ लास, तर म बाँचेर पनि दिनदिनै जले। फेरि उठेको छु आफ्नै खरानीबाट, यही नै मेरो सत्यता हो, यही नै मेरो वास्तविकता हो। आत्मासँग लडेर बचेको एकजना मानिसको अधुरो स्वीकारोक्ति हो।